हिंदी में एउटा भनाइ छ कि हर कुत्ते का दिन आता है, हम तो इंसान है। एक समयमा यही रवि लामिछानेज्यूलाई, यही बालेन सरलाई, यही कांग्रेस एमालेको 2 तिहाईको सरकारले, यही केपी ओलीले, यो शेरबहादुर देउपाले दिनेसम्म दुःख दिएको छ र आज आएर त्यो समय फर्केर आएको छ। हेर है, केपी को झोले हो, शेरबहादुर को झोले हो। तेरो बाउलाई आज पकडेर लाँदाखेरि तिम्रो सडकमा टायर बाल्ने आन्दोलन गर्ने हैन, सुदन गुरुङ मुर्दाबाद भन्ने, तेरो बाउले त्यतिखेर रवि लामिछानेज्यूलाई पक्रिँदाखेरि, त्यतिखेर आन्दोलन गर्दाखेरि तिमीले कतिसम्मको अत्याचार गरेको त यो कुरा थाहा छ? अपराधी हो। जबकि रवि लामिछानेज्यूको कुनै पनि प्रमाण भेटिएन अहिलेसम्म सहकारी ठगको। तेरो बाउले सम्पत्ति शुद्धिकरण अरे के त्यो कुन मुद्दा त्यो हामीले नामै नसुनेको मुद्दाहरू लगाएको छ तेरो बाउले। आज तेरो बाउलाई पक्रेर लाँदाखेरि के खुत्काइस् तिमीहरूले र केही खुत्काउन सक्दैनस्। एउटा कुरो याद राख, प्रधानमन्त्री नेपालको हाम्रो राष्ट्रपिता बालेन शाहज्यू हो। गृहमन्त्री सुदन गुरुङ, याद गर, मेरो नाम पनि सुदनै हो। सुदन गुरुङ गृहमन्त्री हो। तिमीहरूको चाकबाट तिमीहरूको गु निकाल्छ। चिनेको छैनौ? सबैले क्वेसन गर्दै थियो सुदन गुरुङलाई किन गृहमन्त्री दिएको, किन गृहमन्त्री दिएको भन्दै थियो नि। हो, यसैको लागि सुदन गुरुङलाई गृहमन्त्री बनाएको। हेर्दै गर सुदन गुरुङ कस्तो मान्छे हो भन्ने कुरो तिमीहरू अब बिस्तारै थाहा पाउँछौ। नपत्याउने खोलाले बगाउँछ भन्छ। सुदन गुरुङ भनेको एउटा निडर स्वभावको एउटा व्यक्ति हो, देशलाई माया गर्ने। तिमीहरूले के चिन्दछौ मान्छेको खुबी, मान्छेको वास्तविकता तिमीहरूलाई के थाहा छ? हामीलाई सोध, हामी साधारण जनतालाई सोध। परदेशिएका हामी दुःख पाएका, परदेशिएका आफ्नो बालबच्चा परिवारको सुखका लागि 2 पैसा कमाउनलाई परदेशिएका हामीलाई सोध। परदेशीहरूलाई पीडा के हुन्छ, परिवारको बिछोडको पीडा। त्यत्रो जेन्जीहरूको, त्यत्रो के अरे साना बालबालिकाहरूलाई, स्कुले विद्यार्थीहरूलाई मारेको छ तेरो बाउले। तेरो बाउले मारेको छ। त्यसले त सजाय पाउनै पर्छ। यहाँ त त्यसले जुन सजाय पाउँछ त भगवानको घरमा पनि त्यसलाई सजाय दिन्छ। त्यसले त बुझ्यौ? यदि हामीहरूको बस चलेको भए नि, हामीहरूको यदि चलेको भए कसम भन्छु कि त्यसलाई त सियोले घोची मार्नुपर्ने हो त्यो अपराधीलाई। जसको सन्तान छैन त्यसलाई सन्तानको माया के थाहा छ? सन्तानको मरेपछि पीडा के हुन्छ भन्ने के थाहा छ? त्यस्ता निपुत्रलाई। निपुत्र हो त्यो। हामीलाई त थाहा थियो त्यसलाई सन्तानको माया छैन। सन्तानको माया भएको भए त्यसले नेतृत्व कहिले त्यसले छोडिसक्ने हो, राजीनामा। त्यो एउटा नेतृत्व के अरे त्यो पदको लोभी, त्यो